हेलो साथीहरू नमस्कार साथीहरू। आज फेरि मैले यो हाम्रो बर्दाघाटमा महोत्सवको जुन काम के कसो भयो कति भयो भनेर देखाउँदैछु। अब 2-3 दिनमा मेला पनि लाग्दैछ। यहाँ चाहिँ के अरे लन्डन ब्रिजको चाहिँ यहाँ अगाडिपट्टि हुँदैछ र पछि भित्रहरू सामानहरू कामहरू भइरहेको छ कि द्रुत एकदम फास्ट भएको छ अहिले चाहिँ होइन। आउनुहोस् न भित्र आएपछि उस गर्नुहोस्। यहाँ हाम्रो यो लन्डन ब्रिज हो। यो लन्डन ब्रिजको लागि काम भइरहेको छ अनि यतापट्टि स्टल राख्ने सामानहरू राख्ने अहिले चाहिँ ठाउँ पनि ठुलो भएको छ र लोकेसनहरू पनि हल्का चेन्ज चेन्ज भएको छ क्या। यहाँ भित्रको हुने यतापट्टि खेल्ने ठाउँ यतापट्टि छ अनि उयो स्टेज पनि कुनामा छ। यस्तो दामी बनाएको छ हेर्नुहोस् न। के खै ट्विन टावर ए ट्विन टावर यो ट्विन टावर यता चाहिँ यो फेरि चर्के पनि अहिले चाहिँ सुरुमै राख्दैछ क्या यतापट्टि साइडमा। पहिला यो साइडमा होटलहरू हुन्थ्यो अहिले चाहिँ गेमहरू छ अहिले चाहिँ। अनि यतापट्टि उस छ टोयलेट स्टेज फेरि उता छ स्टेज फेरि जुम गर्दाखेरि स्टेज उता पारी छ अहिले टुडामा छ स्टेज चाहिँ उता छ। अनि होटलहरू फेरि उता होटलहरूको पनि अहिले खतरा बोबाल देखेको छ क्या होटलहरू। यो सामान अलिक झर्दैछ काम बच्चाको धमाधम भएको छ अहिले त बहुत छिटो भयो कि काम पनि। अहिले चाहिँ यस्तो यतापट्टि साइडमा यस्तो दामी बनाइदिएछ क्या यति चर्खे पनि काम राम्रो भइरहेको छ द्रुत। र हाम्रो समुदायको त त्यो जुन पुरानो ठाउँमै छ के अरे हाम्रो सांस्कृतिकको उसको चाहिँ उता जलपरी त्यता बस्ने हो भन्ने सुनेको थियो। जलपरी साइड त्यता होला अनि हाम्रो चाहिँ होटलहरू त्यो लाइनमा पुरै होटलहरू छ। स्टेज चाहिँ हाम्रो त्यो रुममा छ अहिले चाहिँ कि अहिले चाहिँ यो साइडमा यस्तो छ क्या यो साइडमा यस्तो छ हेर्नुहोस् फिल्ड। अहिले चाहिँ यस्तो यस्तरी हेर्ने हिसाबले बनाएको छ अहिले यस्तो सर्ट हेर्ने। पहिला यस्तरी हेरिन्थेन अहिले यस्तो छड्के मुख बनाएको छ। जस ठिक छ ल यति यति भन्दै मेरो यो जानकारीहरू यति नै उस गर्छु। ल हस् त बाई बाई।